सो यहाँ हामीलाई चाहिँ फोन भेटिरहेछ क्या यो फोन भेटिरहेछ ओए फोन आइरहेछ है झन्डा पो झर्दिरा झन्डा उड्दिरा यो दाइको फोन हो यो दाजुको फोन हो देख्छ कि देख्दैन देख्छ हेलो गाइज सबैलाई नमस्ते मेरो नाम चाहिँ अनिश गुरुङ र म निक्लेछु अयोध्या धामको लागि विथ स्केटिङबाट र स्वागत छ तपाईँलाई डे 5 यात्राको भिडियोमा सो अहिले बिहानको 8 बजिरहेछ अनि राति हामी यो रुममा बसेको थियौँ यहाँ टोटल हेर्नु सक्छ यो रुम हो यता मिरर पनि बगाल्छ अनि अब चाहिँ हामी उठेर अब निक्लिनु पर्ने हुन्छ किनकि राति ढिलो ढिलो सुत्यो अनि आज ढिलो ढिलो उठ्यो क्या लगभग 8 बजिसक्यो घाम लागिसक्यो यतातिर घाम पुरै आइसक्यो गर्मी भयो हाम्रो टोटल ब्याग प्याकिङ भइसक्यो यहाँ हेर्न सक्नुहुन्छ अनि झन्डा सन्डा सो हामीलाई बिजोग भनेको एउटा कुराले भइरहेछ कि जस्तै कि बिजोग भनेपछि के कुराले भइरहेछ अब नेपालको मात्र झन्डा लाग्छु नि त अनि इन्डियाको झन्डाको लागि हामीलाई इन्डियाको झन्डा खोज्नलाई मार्केट छिर्नुपर्ने हुन्छ अनि मार्केट छिर्नलाई हामीलाई टाइमै भ्याएको छैन कि अब हामी बिहानदेखि हिँड्छु बेलुकासम्म हिँड्छु क्या त्यसैले अब झन्डा कहाँ पाउँछ के नो आइडिया छ नि त हामीलाई सो त्यही रिजनले मात्रै हामीले झन्डा नलागो कि नत्र झन्डा त लगाइसक्थ्यो नि त हामीले अब झन्डा नपाएर मात्रै नलागो त्यसैले अब झन्डा कहाँ पाउँछ के पाउँछ थाहा छैन अब हामी बस्ने भनेको हाइवेको साइडमा हो हाइवेबाट हिँड्ने हो मार्केट छिरेपछि पो झन्डा पाउने हो त्यसैले केही छैन भेटेपछि झन्डा चाहिँ लाउँछु नै आज अनि यता हाम्रो टोटल रेडी भइसक्यो अब हामीलाई निक्लिनु पर्ने हुन्छ अब जाम निक्लियौँ के कसो हुन्छ देख्दै जाउँला अगाडि बढ्दै जाउँला सो हामी निक्लिसक्यौँ रुमबाट अब हामीलाई निक्लिनु पर्ने हुन्छ यात्रा फेरि कन्टिन्यू गर्नुपर्ने हुन्छ साइकल कहाँ छ थाहा भएन साइकल कहाँ छ साइकल लिन अब यता साइकल कहाँ छ यहाँको अब जे चाहिँ हुन्छ निक्लेको रुमको त्यो गर्न आँटेको छु अनि त्यसपछि साइकल लिने अनि हामी निक्लिनु पर्ने हुन्छ साइकल यहाँ राखिदिनु भएको छ जे होस् अब हामीलाई अगाडि उहाँ मार्केटमा गएर सम फ्रुटहरू लिनु छ कि खानालाई अब एकछिन के फ्रुटहरू खानु पऱ्यो नि त सब झऱ्यो यार उठा सो अगाडि फ्रुट लिन अगाडि खानुपर्छ यार फ्रुटको पसल आइसकेँ अनि यहाँ चाहिँ हामी खरबुजा लिँदैछु अनि त्यसपछि 1 दर्जन केला लिँदैछु किनकि बोक्नलाई नि भारी हुन्छ नि त अनि अगाडि पाएपछि अगाडि लिउँला ए केला लिँदै हुन्छ आन्टी हेलो अब जम्मै सामान लिएर निक्लिनु पर्ने हुन्छ अनि हाइवे चाहिँ हाम्रो वहाँ हाइवेदेखि हामी यति टाढोमा बसेको थियो क्या यहाँ बसेको थियो मेरो रुम अनि त्यसपछि हाइवे त्यहाँ छ अब सामानहरू लिएर निक्ल्यौँ त्यसपछि हाइवेमा भेटौँ न त्यहाँ तारबुजलाई चाहिँ काटेको 3-4 टुक्रा किनकि हामीसँग काट्ने सामान केही नै छैन कि अनि सामान मजाले तारबुज काटेर त्यसपछि खाँदै जाने नि त अब बिहान तारबुज खाइसक्यो जिउ हल्का रिफ्रेस हुन्छ क्या त्यसैले अब खाने अनि निक्लिने अनि केरा पनि लिएको 1 दर्जन अब खाँदै जाऊँ आज चाहिँ त्यही हो उता चाहिँ कता पुता फेरि कता पाउँदैन क्या अनि त्यसैले बिजोग हुन्छ खाना खाएपछि फेरि स्केटिङ नै चलाउन गाह्रो हुन्छ सो त्यही कुराहरूले अहिले लिएर फलफुल खाने अनि जाने कितना हुआ 100 रुपियाँ लिजिए न 100 रुपियाँ भयो हाम्रो सो पैसा दिएर अब डाइरेक्ट हाइवेमा भेटौँ न हामी हाइवेमा भेटौँ ल यो चाहिँ दरभङ्गाको मार्केट लास्टै भिड्छ क्या उता चाहिँ बस पार्क अनि यो हाइवे हामीलाई चढ्नुपर्ने यता म र साथी निक्लिसकेँ अब माथि गएर जुत्ता लाउँछु अनि त्यसपछि निक्लिन्छु किनकि लास्ट क्राउड छ क्या यहाँ हेर्नु न पुरै क्राउड छ लास्ट क्राउड छ है त्यो लास्ट क्राउड भइरहेछ जुत्ता पनि भारी छ त्यही माथि सामानहरू लिएको हामीले अब सामान लिएर टोटल निक्लिनु पर्ने हुन्छ अभिनय उपर जाके गर्मी फेरि लास्टै हो क्या अहिले पुगिसक्यो लगभग 40 डिग्री सेल्सियस पुगिसक्यो गर्मी हाम्रो यताको दरभङ्गाको अहिले 40 डिग्री सेल्सियस पुगिसक्यो बिहानको मर्निङमा पनि यस्तो गर्मी क्या बिजोग हुन्छ रहेछ इन्डियामा गोरो मान्छे हेर्नु गाह्रै छ क्या सब कालै हुन्छ जम्मै मान्छे कालो हुन्छ हामी हाइवे चाहिँ आइसक्यौँ यहाँको हाइवे अब हामी यहाँ चाहिँ थोरै फ्रुटहरू खान्छु फलफुलहरू खाएर निक्लिन्छु क्या किनकि बेलुका केही खान्छु त्यति सामान लिएछ अब खाएर चाहिँ निक्लिनु पर्ने हुन्छ त्यसैले खाम अनि त्यसपछि डाइरेक्ट अब निक्ल्यौँ त्यसपछि अनि भिडियो बन्छ ल अहिले चाहिँ अब खाएर भेट्छु ल जम्मैलाई अलराइट हामी चाहिँ हाइवे चढिसक्यो गाइज अब हाम्रो यात्रा सुरु भइसकेको छ हामी आरएन हाइवे एनएच सरी सो हामी एनएच हाइवेमा चढिसकेँ अब कन्टिन्यू हाम्रो यात्रा भइसक्यो आजको सुरु भइसक्यो सो सबैलाई स्वागत छ है मेरो भिडियोमा जम्मैलाई स्वागत छ सो जाम अब कन्टिन्यू जानु छ यहाँबाट कहाँसम्म जाने हो नो फिक्स केही आइडिया छैन मात्र हिँड्ने हो त्यही हो आफ्नो साइडबाट हिँड्नुपर्ने हो त्यति हो जाँदै जाऊँ नयाँ कुरा के हुन्छ देखाउँदै जाउँ ल अहिलेलाई चाहिँ सबैलाई जय श्री राम यस्तो थोरै स्केट तानेको झन्डा पो झर्दिरा झन्डा उड्दिरा यार
उहाँ पछाडिबाट साथीले लिएर आउँदैछ। साथी चाहिँ पछाडि हल्का स्पिड तान्दै क्या, ड्रिप हान्दै हल्का। हावाको प्रेसले झन्डा कतिखेर उडो थाहा नै भएन क्या, धन्न साथी पछाडि थियो, नत्र त झन्डा हराउँथ्यो। झन्डाले चाहिँ हराउनु दिनु भएन क्या, एनी आऊ नेपालको झन्डालाई के हुन दिन्न। तर जे होस् उहाँ झन्डा झरेर दिमाग खराब। ए झन्डा उडेर उहाँ हेर्नु न। हेलो हेलो, यहाँ झन्डा झरेर अब झन्डा लाउनु पर्छ सुरुमा। हेट तनाव भयो त झन्डा झरेर। हाल हाल यो पो हो नि सान्नी यार है, झन्डा झरिरहेको थियो। सरी नेपाल आमाई। पछाडि हल्का ड्रिप हाने क्या, अनि हावाको प्रेसिङले चाहिँ उड्यो क्या त्यो झन्डा, थाहा नै पाइनँ त्यसैले। साथी पछाडि थियो त्यसैले झन्डा पाइयो। अब जाम अगाडि। मैले चाहिँ दरभङ्गा जिल्लामै छु, तर जुन ठाउँ बसेको थिएँ बस पार्कमा त्यो ठाउँ पार गरेर अगाडि अब बढिरहेको छु। अगाडि अब मुजफ्फरपुर जान्छु सोचिरहेको छु, अब के हुन्छ हेरौँ न। मुजफ्फरपुर यहाँबाट लगभग 70 किलोमिटर छ। अब त्यति जानु छ अझ हामीलाई। गर्मी 43 डिग्री सेल्सियस। बढ्दै जाम के हुन्छ। सो गाइज हामी चाहिँ यो एनएचको हाइवेबाट गइरहेको थियौँ बिहारको मुजफ्फरपुरबाट। अनि यहाँ हामीलाई चाहिँ एउटा फोन भेटिरहेको छ क्या, उठ्न त। सो यहाँ हामीलाई चाहिँ फोन भेटिरहेको छ क्या, यो फोन भेटिरहेको छ। ओइ फोन आइरहेछ है। सो आउँदैछ अरे यो फोन कसको हो। अब फोन भेटेछ दिनै पर्यो नि त गाइज। अब अरूको फोन हो। ल खोल त कसको हो। सो हामीलाई लक पनि थाहा छैन, यहाँ प्याटर्न कसको हो यो दाजु। सो ये भैया है। सो यो दाजु आउँदैछ। सो अब बसौँ न त, 10 मिनट बस्नु भनेको छ। 10 मिनट बसेर अब यो फोन कसको हो दिउँ न त। के होइन यात्रामा निक्लेको अब हामी त्यस्तो नराम्रो के गरौँ होइन। फोन जसको दिउँ न। यो दाइको फोन हो। यो दाजुको फोन हो। देख्छ कि देख्दैन? देख्छ कि देख्दैन थाहा भएन, तर यो दाइको फोन हो। के अब 10 मिनट बस्नु छ त बस्ने त। अब फोन भेटेको छ, फोन गर्छु त भने 10 मिनट बसेको लगभग 5 मिनट भइसकेको छ। फोन बेला चाहिँ आएको छैन। अनि यता म साथी बसिरहेको छु, कतिखेर आउने हो थाहा छैन। यहाँ पनि दाजु रुखिरहेको छ। र चाहिँ होस् अब कतिखेर आउँछ थाहा छैन। फोन चाहिँ आइसक्यो। फोन आएको अघि नै आएको छैन क्या। अब फोन आएपछि त्यसपछि लगाइ अब बसेर उता चाहिँ त्यसपछि हामी बसेको पनि 15 मिनट भइसक्यो यो फोन लिएर। फोनबाट पनि आएको छैन अहिलेसम्म। सो बोर लागिरहेछ के हो, अब कतिखेर आउँछ हामीलाई पनि जानुपर्ने छ फेरि। अब लग पनि थाहा छैन, फोन गरौँ भनेर अब आएको छैन, बसिरहेको छु। त्यही हो, अब कतिखेर आउँछ आएपछि फोन दिन्छु। हामी चाहिँ गाइस फोन राख्दिनँ, अरूको फोन के राख्नु होइन, राख्नु केही फाइदा छैन। त्यही हो, अब कतिखेर आउँछ। 14 मिनट भइसक्यो हामीलाई बसेको। त्यही हो, यो एउटा दाजु आउनुभएको छ यहाँ रुकिरहेछ। भाई साहब आप ही का मोबाइल मिला है क्या? मेरा एक फोन तो मिला है भैया। आप ही फोन किए थे? हाँ मैं फोन किया था। आप ही फोन किए थे? देखिए तो लॉक खोलिए तो आपका फोन है कि लॉक खोलिए तो लॉक खोले। सो दाइले लॉक खोलेपछि फोन दिइदिन्छु। हाँ मेरा है। यार यी दाजुकै फेस लक पनि रहेछ, फिङ्गरले खोले। सो गाइस अब दाजुलाई फोन दिइदिन्छु। अब फोनहरुको राखेर त भएन नि त। लीजिए भैया, फोन अच्छा से रखिए यार भैया, कहीं भी झाड़ देते हैं। अरे गिर गया था ना। हाँ इसलिए रोड खराब है ना। तो ठीक है भैया, फोन आपको दे दिए। अब हम लोग निकलेंगे। कोई मिलता तो देता आपको? नहीं कोई नहीं देता है। देता कोई नहीं देता है। इसलिए अब फोन दे दिया। वही है, हम लोग यात्रा पे निकले है ना। ठीक, अयोध्या यात्रा में निकले, इसलिए कोई भी मिलता है, कुछ भी मिलता है, हम लोग रखते नहीं। रखना नहीं चाहिए। वही तो, दूसरा का फोन रखने से कुछ नहीं होता। बहुत रख लेता है। अब होता है कोई। हम लोग नेपाल से निकले भैया, इसलिए हम लोग ऐसा कुछ नहीं। तो ठीक है भैया, हम लोग चलते हैं। ठीक है। सो हामीले अब जानुपर्ने हुन्छ। ल जाम न। ब्याग पनि आएको छ। 15 मिनट बस्यो अब दाइको लागि। अब फोन हराएको थियो, फोन त दिनै पर्यो नि त। सो गाइज अब हामी निक्लिनु पर्ने हुन्छ साथी। ल जाम। रास्ते में मिले हमको यूपी से है। अभी यूपी जा रहे हैं। कितना दिन लगेगा? 2 दिन लगेगा हम लोग को फ्लाइट में। हम लोग तो 4 से 5 दिन में चाहिए। अब यूपी है तो फिर यूपी में भिडियो छ। धन्यवाद भैया, थ्याङ्क यू। ठीक है भैया, ठीक है, धन्यवाद भैया। यहाँ हेर्नु सक्नुहुन्छ बाटो यस्तो छ। स्केटिङको चक्का सानो सानो हुन्छ, यस्तोमा हिँड्न गाह्रो लास्टै हुन्छ। साथीलाई त केही बिजोग हुन्न, बिजोग चाहिँ मलाई हुने हो क्या।
तनाव भयो तनाव तनाव मेरो स्केट नै गइरहेको छैन क्या अगाडि पुरै हेर्नु न यत्रो धक्का हानेको पनि गइरहेको छैन अनि यता चाहिँ एउटा दाजुले दिनुभयो सामानहरू टन्न त्यसपछि जाँदैछु कन्टिन्यू अगाडि मुजफ्फरपुर पार गरेर कुन ठाउँ जानु हामी दरभङ्गा पार गरेर कुन ठाउँ सो उताको बाटो बिग्रेर हामीले रङ रुट चुनेछु क्या रङ साइड थोरै चुनेछु डर पनि लागिरहेको छ तर बाटै छैन क्या हिँड्ने खालको बाटै छैन तनाव भयो डर पनि लागिरहेको छ सो 2 किलोमिटर जति मात्र बिग्रेछ त्यसपछि आफ्नै साइडमा जान्छु लास्ट गर्मी क्या लास्ट गर्मी गाइस मेबी 10 किलोमिटर हिँडेपछि त्यसपछि पाएको छु क्या यो बाटोमा यी राम्रो बाटो पाएँ जिउ हल्लेर खत्तम हुन आँट्यो क्या आम्मामामामामा गर्मी भन्न सक्दिनँ 50 डिग्री सेल्सियसमा छु अहिले हामी हिँडिरहेको लास्ट गर्मी यार कस्तो भइरहेछ हाल डाइरेक्ट हाल बेहाल तनाव जाँदैछु हामी अझ यहाँबाट दरभङ्गा पुग्नु दरभङ्गाबाट 30 किलोमिटर निक्लिसके अब मुजफ्फरपुर जानु अझ 30 किलोमिटर बाँकी छ क्या 30 देखि 35 किलोमिटर बाँकी छ यस्तो घाम छ यस्तोमा हिँडिरहेको छु गाइज सब्सक्राइब फलो त बन्छ यार सो कन्टिन्यू हेर्दा हाल खराब भयो सकिनँ टेम्परेचर सहनु त्यसैले अब यहाँ एकछिन बस्छु बिसाउँछु म चाहिँ यहाँ पुरै काले भइसकेको छु मुसर जस्तै देखिरहेको छु के हुन्न लास्ट तनाव भयो अब यहाँ एकछिन बस्ने त्यसपछि एकछिन पछि निक्लिने किनकि लास्ट गर्मी भयो लास्ट अति नै क्या एकछिन मजाले सुत्यो यो मचानमा त्यसपछि अब निक्लिनु पर्ने हुन्छ यहाँ सेन्डोमै छु क्या म अहिले पनि यता साथी फुल रेडी भइसकेको छ अब निक्लिनु पर्ने हुन्छ गाइज उहाँ चाहिँ हाइवे छ हाम्रो अनि घाम चाहिँ यस्तो फेर्छ क्या हेर्नु रुट्टो घाम लागिरहेछ तनाव हुन्छ घामले क्या घाम नभएको भए त यस्तो कुदाउँथ्यो नि स्केटिङ म त्यही सोचिरहेको छु घाम मात्र नहुनु पर्ने कि तर निकै छैन श्रीरामलाई भेटेरै आउने क्या भेटेरै फर्किने म त जे सो हामी झन्झारपुरको टोल काट्ने ठाउँ आइसके अघिबाट निक्लेर कन्टिन्यू हिँडेर लगभग त्यहाँबाट बसेको ठाउँबाट 10 किलोमिटर टाढोमा थियो त्यसैले हामी आइसक्यो यहाँ टोल काट्ने ठाउँ नेसनल हाइवे अथोरिटी अफ इन्डिया अब यहाँबाट हामीलाई कट्नुपर्ने हुन्छ किनकि हामीलाई टोलहरू पर्दैन हामी विदाउट इन्जिनमा हो नि त त्यसैले अब अगाडि जुन छ नि त अगाडि कुन जिल्ला हो दरभङ्गा ए झन्झारपुर हामी चाहिँ झन्झारपुर जाँदैछु आज चाहिँ एस्टे भनेको झन्झारपुरमै हुन्छ हामी आज झन्झारपुरमै बस्छु त्यसैले यहाँबाट झन्झारपुर अझ पनि 20 किलोमिटर छ हामीलाई अझ 20 किलोमिटर कन्टिन्यू जानु छ क्या त्यही हो जाँदैछु बढ्दैछु त्यो भैया पसलमा हुनुहुन्छ नि त्यो भैया चाहिँ सो उहाँले रोक्नुभयो अब हामीलाई अलिक पानी खुवाउने पानी खाँदा दिमाग खराब सो अहिले बेलुकाको 4 बजिरहेको छ हामीले खाना खाएको छैनौँ खाना खाएर स्केट चलाउन सकिन्न नि त त्यसैले खाना नखाएर आज हिँडेछु भोक लागेको छ नि साथै एकदम भोक लागेको छ यार के गर्नु त अब अगाडि त होइन अब सिधा राति नै खानुपर्छ त्यही त अब यसै भयो दिन अझ हामीलाई मेबी 20 किलोमिटर जानुपर्ने अब त्यहाँ गएर त्यसपछि के हुन्छ रुम पाएपछि पायो तर रुम पाउँछ होला किनकि हामीलाई मुजफ्फरपुर अझ जानु छ यहाँबाट 20 किलोमिटर बाहिर नि त अब त्यहाँ पुगौँ के कसो हुन्छ सो यो भैया चाहिँ हुनुहुन्छ हामीलाई यत्रो थोकिदिनु भएको छ सो थ्याङ्क यू भैया हम लोग इतना देने के लिए के भन्दै शिव जी भैया को बहुत बहुत धन्यवाद देना चाहते हैं नेपाल तो बुझे ही नहीं तर पनि तो भैया हमको जो है चिप्स और बिस्किट और 2 बोतल पानी दे बहुत बहुत थैंक यू भैया यतिको सपोर्ट पाइरहेको छु बिहारबाट गाइज कोही कोही मात्र हो हेटर्सहरू कि बाँकी जम्मै सपोर्ट गर्ने पाइरहेको छु खुसी लागिरहेछ यहाँ हेर्नु ल यस्तो सही छ ल भैया जय श्रीराम जय श्रीराम जय श्रीराम जय श्रीराम जय श्रीराम जय श्रीराम ठीक छ साथ सपोर्ट ठीक है थैंक यू भैया इतना करने के लिए हम लोग चलते हैं भैया सो हामीहरू मुजफ्फरपुर मुजौलीमा यहाँ अर्के थिएँ अनि यहाँ गाईहरू भेट्नुभयो सो सबको सब जय श्रीराम जय श्रीराम जय श्रीराम के भन् केही पनि भन्न त यहाँहरूको बारेमा नेपाल
से आ रहे हैं आप लोग? हाँ हम लोग नेपाल से आ रहे हैं भैया। अयोध्या जा रहे हैं? हाँ अयोध्या धाम जा रहे हैं। हाँ वही है, घूम के आएंगे। पैदल ही जा रहे हैं? हाँ स्केटिंग से और साइकिल से जा रहे हैं। हाँ धूप तो है भैया, जाना तो पड़ेगा। नहीं नहीं बस ये इतना कर दे बहुत है। नहीं 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 ठीक है भैया, पानी नाश्ता तो ठीक है भैया। नहीं है चाय पानी खाएंगे तो चला नहीं पाएंगे, पेट भर जाएगा तो चला नहीं पाएंगे, इसलिए थैंक यू भैया, थैंक यू। जय श्री राम। आप लोग भी जय श्री राम, जय श्री राम। सो बिहारको पहिलोपल्ट यस्तो बाटोमा आयो, धुलो धुलो बाटोमा पुरै धुलो उडिरहेको छ। लास्टै आँखैमै छिरेर मार्ने कस्तो धुलो उडेको यार। सो म चाहिँ मुजफ्फरपुर आउनलाई अझ पनि 5 किलोमिटर बाँकी छ। अनि हाम्रो हाल हेर्न सक्नुहुन्छ, पुरै खराब, दिमाग खराब, तनाव भइरहेछ। के हुने हो कसो हुने हो आई डोन्ट नो। तर बढ्दैछु अगाडि लक्ष्यतिर, लक्ष्यलाई पाएर मात्र पछाडि फर्किने हो, नत्र भए त जहाँ जाने हो चाहिँ हुने हो। जबसम्म पुग्दिनँ तबसम्म छोड्दिनँ। त जाँदैछु कन्टिन्यू। जय श्रीराम। अगाडि के हुन्छ देखाउँदै जाउँला। यहाँको भ्यू पनि खतरा छ। उता ट्रेन जाने, यता हामी जाने बाटो। खोला पनि यहाँ ठुलो रहेछ। यहाँ साथी हेलो गाइस, गर्मीले चाहिँ ध्वस्त बनाइसकेछ मलाई। अब के भन्नु, गर्मी यताको बिहारको। त्यसैले हामी मुजफ्फरपुर पुग्न बाँकी लगभग 2 किलोमिटर जति बाँकी छ। त्यसैले हामी कन्टिन्यू जाँदैछु, अगाडि पछाडि हेर्दै मुजफ्फरपुर पुगेर अनि त्यसपछि त्यहाँ रुम लिने, बस्ने। आजको नाइट चाहिँ मुजफ्फरपुरमै बस्ने। सो हामी मुजफ्फरपुर त आयौँ, तर अब रूम कहाँ पाउँछ के पाउँछ केही थाहा छैन क्या, नो आइडिया। भैया इधर रूम कहाँ मिल जाएगा? रूम हाँ हाँ मिल जाएगा। पानी पीना है? पानी मंगवाए? पानी ठन्डा पानी दिन्छ नि थोरै खाली। सो हामी यहाँ थोरै बस्छु, त्यसपछि दाजुहरू रुम देखाइदिने, रुम कहाँ पाउँछ भन्दै हुन्छ। त्यति अब यहाँ पानी खाएर त्यसपछि निक्लिउँ न। सो हामीलाई खोजिदिएको यो रुम हो। अनि साथी चाहिँ भित्र गएको छ रुम हेर्नलाई, रुम के कसो छ, अब प्राइस थाहा छैन। ऊ त्यो दाइ अरे भैया, भैया ओ भैया एक हेलो कर दीजिए। हेलो, जय श्री राम, जय श्री राम। त्यो दाजुहरूले चाहिँ हामीलाई रुम खोजिदिएको। अनि त्यसपछि रुम चाहिँ के कसो छ थाहा छैन, साथी गएकै छ। यहाँ साइकल आएको छ हामीले। रुम राम्रो भएपछि बसौँला, नत्र अर्को रुम पनि हुन्छ। अब रुम चाहिँ प्राइस मिलेपछि त्यसैले बसौँला। हेरौँ के कसो हुन्छ, त्यति हो। सो आजको हाम्रो रुम यो। यहाँको दाइले चाहिँ मिलाएर गरिदिनु भयो। एसीवाला रुम, यहाँ हेर्नु सक्नुहुन्छ एसीवाला रुम। ओन्ली 800मा है, राम्रो छ यहाँको रुम। यता चाहिँ म काली काली, यता चाहिँ म, यता चाहिँ शिवजी मण्डल, पुरै काले पुरै काले। सो चाहिँ बस गाइज, आजको रुम चाहिँ बबाल पाइयो। अनि आजको भ्लग यहीँसम्म हुन्छ। जम्मैलाई जय श्री राम, जय श्री राम। जय श्री राम।